बारेमा हामी पढ्छौँ। हाम्रो आजको टपिक के छ भोल्ट मिटर। जस्तै हामीले यहाँ दुईटा फिगर बनाएको छौँ। एउटा सिंगल फेजमा भोल्ट मिटर कसरी जोडिन्छ, अर्को यहाँ 3 फेजमा भोल्ट मिटर कसरी जोडिन्छ। तपाईहरुलाई थाहा छ हामीले पहिला पनि सिरिज प्यारालल पढेका छौँ हो। सिरिज प्यारालल पढेको बेला हामीले सिरिज के हो प्यारालल के हो भनेर पढेका थियौँ। भोल्ट मिटरलाई जहिले पनि केमा जोडिन्छ, प्याराललमा जोडिन्छ है। भोल्ट मिटरलाई जहिले पनि प्याराललमा जोडिन्छ है, प्याराललमा जोडिन्छ। जस्तो यसमा के दिएको छ, एउटा फेज छ, एउटा के छ न्यूट्रल छ। एउटा फेज छ, एउटा के छ न्यूट्रल छ। भोल्ट मिटरलाई जहिले पनि हामी केमा जोड्छौँ, प्याराललमा जोड्छौँ। जस्तै हामी हाउस वायरिङ गर्दाखेरि पनि प्याराललमा जोड्छौँ नि। जस्तै बल्बमा पनि हामी डाइरेक्ट एउटा फेज एउटा न्यूट्रल गरेर दिन्छौँ हो। सेम भोल्ट मिटरको कनेक्सन गर्दा पनि हामीलाई के हुनुपर्छ, एउटा फेज र एउटा न्यूट्रलको कनेक्सन हुनुपर्छ। यो कुनमा हुनुपर्छ त सिंगल फेजमा। जति बेला हामी सिंगल फेजको कनेक्सन सिंगल फेजमा यदि भोल्ट मिटर जोड्नु छ भने भोल्ट मिटरमा हामी एउटा फेज र एउटा न्यूट्रललाई डाइरेक्ट जोड्न सक्छौँ। हिजो हामीले किलोमिटरको पढ्दाखेरि अथवा हामीले चेक गर्दाखेरि हामीले के गरेका थियौँ, किलोमिटरको जुन प्रब छ त्यो प्रबलाई डाइरेक्ट फेज न्यूट्रलमा लगाए होइन। भोल्टेज चेक गर्दाखेरि डाइरेक्ट लगाउँथ्यौँ हो। सेम यस्तै गरेर यो भोल्ट मिटरमा पनि के छ त, दुईटा पोइन्ट छ। एउटा पोइन्ट यहाँ छ, एउटा पोइन्ट कहाँ छ, यहाँ छ हो। अब हामीले एउटामा फेज जोड्ने, एउटामा न्यूट्रल छ। अनि यसले कति भोल्टेज देखाउँछ, सिंगल फेजमा छ भनेपछि तपाईँको 230 भोल्टेज। अब त्यो घटबड भइरहन्छ है। 230 भोल्टेज देखाउँछ। कहिलेकाहीँ 220 पनि देखाउँछ, कहिलेकाहीँ 240 पनि देखाउँछ। त्यो 10%ले तपाईँको के भइरहेको छ, घटबड भइरहन्छ। फेज कता छ, कुनैमा जोड्दैछ। यता न्यूट्रल जोड्दा पनि भयो, यता फेज जोड्दा पनि भयो है। एउटा न्यूट्रल जोड्दा पनि भयो, एउटा फेज जोड्दा पनि भयो। कुनै यो दुईटा पोइन्ट मध्ये हामीले कुनै एउटा पोइन्टमा जोड्दाखेरि है। एउटा अर्को भोल्ट यो हामीले कहाँ जोडेका छौँ, 3 फेजमा जोडेका छौँ। 3 फेजमा के छ, आर फेज, वाई फेज, बी फेज, न्यूट्रल र अर्थिङ छ। यसमा हामीले कुनै दुईटा फेजमा जोडेका छौँ। कहाँ जोडेका छौँ, कुनै दुईटा फेजमा, आर फेजमा र वाई फेजमा जोडेका छौँ। तपाईलाई मन लाग्यो भनेपछि तपाईले यसलाई बी फेजमा पनि जोड्न सक्नुहुन्छ। कुनै दुईटा फेजमा जोड्नु। हिजो पनि हामीले चेक गरेका थियौँ किलोमिटरले कुनै दुईटा फेजमा चेक गर्यो भनेपछि त्यसले 3 फेजको भोल्टेज बताइदिन्छ। त्यहाँ बताएको थियो हिजो कति बताएको थियो, 405, 410 यस्तो गरेर त्यहाँ बताइरहेको थियो है। यहाँ हामीले लेखेका छौँ भोल्ट मिटर के हो भनेर। कुनै पनि इलेक्ट्रिकल सर्किटमा दुईवटा पोइन्टहरू बिचको भोल्टेज अथवा पोटेन्सियल डिफरेन्ट नाप्ने उपकरण अथवा डिभाइसलाई हामी के भन्छौँ, भोल्ट मिटर भन्छौँ। कुनै पनि इलेक्ट्रिकल सर्किटमा दुईवटा पोइन्ट बिचको भोल्टेज वा पोटेन्सियल डिफरेन्स नाप्ने उपकरणलाई हामी के भन्छौँ त, भोल्ट मिटर। मिटर प्रयोग गरिन्छ भने एसी सर्किटमा हामीले एसी भोल्ट मिटरको प्रयोग गरिन्छ। हामीले एसी र डीसी को बारेमा पढेका छौँ। एसी विद्युत र डीसी विद्युतको बारेमा पढेका छौँ पहिला पनि है। चेक गर्नु छ भनेपछि त्यति बेला एसी भोल्ट मिटरको प्रयोग गरिन्छ है। एसी भोल्ट मिटरको आरएमएस भ्यालु मेजर गर्दछ। एसी भोल्ट मिटरले के गर्छ, आरएमएस भ्यालु मेजर गर्छ है। भोल्ट मिटरको इन्टरनल रेजिस्टेन्स धेरै हुन्छ। भोल्ट मिटरको इन्टरनल रेजिस्टेन्स के हुन्छ, धेरै हुन्छ। इन्टरनल रेजिस्टेन्स धेरै हुन्छ। मिटरमा मसिनो तार हुन्छ, त्यही भएर यसको इन्टरनल रेजिस्टेन्स के हुन्छ। नाप्नको लागि पोटेन्सियल ट्रान्सफर्मर र भोल्ट मिटरको प्रयोग गरिन्छ। टिटीले हाई भोल्टेज नाप्न भोल्टेजलाई लो भोल्टेजमा परिवर्तन गर्छ र भोल्ट मिटरले नाप्दछ। जस्तै यो त हामीले हाम्रो घरमा आएको 400 भोल्टेजमा 200 केबीको लाइन, 33 केबी भनेको 33,000 भोल्टेज भएको लाइन। तर हाम्रो यो भोल्ट मिटरमा के छ, बढीमा 500 भोल्टेजसम्म मात्रै दिएको छ हो कि हैन। यो भोल्ट मिटरमा बढीमा कतिसम्म नाप्छ त, 500 भोल्टको के गर्छ त, भोल्ट मिटरमा पठाउँछ। तब मात्रै हामीले के गर्न सक्छौँ, यो 33,000 भोल्टेजलाई नाप्न सक्छौँ। सधैँ सर्किटमा प्याराललमा जडान गरिन्छ।
अघि मैले भने जस्तै भोल्ट मिटरलाई सधैँ सर्किटमा केमा जडान गरिन्छ, डाइरेक्ट फेज र डाइरेक्ट न्युट्रल हामी जोड्न सक्छौँ सिंगल फेजमा। यदि 3 फेजमा हो भनेपछि हामी के गर्न सक्छौँ त, कुनै दुईवटा फेज दिन सक्छौँ। यसमा दुईवटा टर्मिनल छ, यो दुईवटा पछि ल्याबमा प्र्याक्टिकल हुन्छ नि हुन्छ। अहिले कसरी डाइरेक्ट कनेक्सन गर्ने भन्ने कुराहरूमा अहिले म एउटा सानो तपाईँहरूलाई एउटा प्र्याक्टिकल गरेर देखाउँछु। हामीसँग यो दुईटा तार छ, तर एउटै कलरको छ हो, तर हुनुपर्छ हामीलाई फरक फरक कलरको, त्यहाँ अहिले छैन त्यहाँ। त्यही भएर यो दुईटै रेड कलरको छ। यसमा हामी एउटालाई फेज बनाउँछौँ, एउटालाई न्युट्रल बनाउँछौँ। एउटालाई के बनाउँछौँ, एउटालाई फेज बनाउँछौँ, एउटालाई न्युट्रल बनाउँछौँ। हामी सिंगल फेजमा कति भोल्टेज छ भनेर चेक गर्छौँ है। के गर्छौँ, सिंगल फेजमा कति भोल्टेज छ भनेर चेक गर्छौँ। जस्तै टेस्टर ल्याऊ, टेस्टर कोसँग छ टेस्टर, जस्तै यसमा त यो 5 पिन सर्किट हो। यो 5 पिन सर्किटमा एउटामा फेज होला, एउटामा न्युट्रल होला। यो साइडमा फेज छ हो, टेस्टर बोलिरहेछ, यो साइडमा टेस्टर छ, यो साइडमा के छ, न्युट्रल छ। अब हामीले के गर्छौँ, यो हाम्रो के हो त, भोल्ट मिटर। यो के हो हाम्रो भोल्ट मिटर। यो भोल्ट मिटरमा कतिवटा पोइन्ट छ, दुईटा पोइन्ट। एउटा तारलाई एउटा पोइन्टमा, अर्को तारलाई अर्को पोइन्टमा हामीले के गर्छौँ, कनेक्सन गर्छौँ। जस्तै अहिले हामीले एउटा पोइन्टमा जोड्दैछौँ, है। अब अर्कोमा हामीले के गर्छौँ, लास्टै हामीले के गर्यौँ, हामीसँग दुईटा तार छ हो, एउटामा फेज दियौँ, एउटामा फेज दिएको छ हो, एउटामा के दिएको छ, न्युट्रल। अब हामी त्यहाँ 5 पिनबाट हामी सप्लाई दिन्छौँ है। 5 पिनबाट के गर्छौँ, सप्लाई दिन्छौँ। हामीसँग सेफ्टी छैन, हामीले अहिले रिक्समा गरिरहेका छौँ है। पछि हामी ल्याबमा जाँदाखेरि अहिले तपाईँहरूलाई देखाउनलाई हो यो भाइलाई सुई गइरहेछ माथि, हेलो त्यहाँ खोला त, छोटा खोला। अहिले के छ, 0 मा छ। अब हेर यो भोल्ट मिटर हो, यो भोल्ट मिटर है। अब हेर यो स्विच माथि जान्छ, लगाऊ। कति छ भोल्टेज, 200 कति छ, 25 जति छ हो, 225 जति छ हो। यसरी हामीले भोल्ट मिटरलाई डाइरेक्ट कनेक्ट गर्न सक्छौँ है। भोलि हामीले मिलमा, प्यानल बोर्डमा त्यहाँ हामीले के गर्न सक्छौँ, कनेक्ट गर्दाखेरि। जस्तै बल्ब जोड्दाखेरि पनि यसरी नै जोड्छौँ हो, एउटामा फेज दिन्छौँ, एउटामा न्युट्रल दिन्छौँ। यसमा पनि हामीले के गर्यौँ, एउटामा फेज दियौँ, एउटामा न्युट्रल दियौँ। यसरी हामीले तपाईँलाई जोड्न सक्छौँ, सजिलै जोड्न सक्छौँ है। बुझ्नुभयो? त्यसैले नै हामी के भन्छौँ, भोल्ट मिटर। यसरी हामी मजासँग कनेक्सन गर्न सक्छौँ। ठिक छ, ल बोल्दै